रोएको एक्टिङ गर्नु पर्यो भने कसरी रोएको एक्टिङ गर्न पर्यो भने यसो गर्ने रेप गर्ने तिमी आउनु न म तिमीलाई रेप गर्ने सिकाइदिन्छु कसरी गर्नुपर्छ एकजनालाई कुटेको 1000 रुपैयाँ एक साथ हानेको गर्दाखेरि पुलिसले देख्दैन त भेटाउँदैन तपाईँलाई तो बतास आउँछ हामी आधी के तरह आता है तूफान की तरह जाता है अनि सामाजिक सञ्जालमा हैन पोडकास्टमा भयो अन्तर्वार्ता भयो अश्लील शब्दहरू बढी बोल्नुहुन्छ अनि यो सुन्दाखेरि चाहिँ कतिपयले तपाईलाई चाहिँ यो पनि अराजक हो यो नेपाल भडुवा भनेर चाहिँ आरोप लगाउँछन् के तपाईलाई तैले मलाई भड भन्ने हैन सामाजिक सञ्जालमा त्यो देखिन्छ किन भन्छन् त्यो कसरी भडाउँछ राइनो खड्की त्यो त अरूले भन्छन् कि हामी त तपाईलाई त राम्रो देख्छौँ कसरी भन्छ म राख्यो किन नाङ्गे सुत्नु भएको छ म त डेली सुत्छु यार अब चाहिँ गइँदैन होला जेल जीवन हुँदैन अब त जेल जीवन हिरासत चाहिँ हुँदैन होला अबको कस्तो मजा छ त्यहाँ के भनेन मलाई प्रधान दाइले रायन बाबु भने जमात हो भनेपछि केपी ओली दाइ र प्रधान दाइले भोट हान्दिएको हो भाइ भोट माग्दिएको मुला राजेन्द्र खड्की होइन मुजी म जाठा मेरो यो 1000 रुपैयाँको जुत्ता लान्छु मैले 1000 रुपैयाँको जुत्ताले के गरेर हिँड्ने काम होइन गाडी करोडको होस् गुर्ने काम होइन भने नि अहिलेका युवाहरू जतिजना कुलतमा फस्नु भएको छ रक्सी जार चुरोट ड्रग्स उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अझ खाऊ भन्छ यस्तो बुढी बुढीहरू होइन क्या भर्खरको केटीहरूले फोन गर्ने कहाँ छ अस्ति भर्खर हो कि होइन कहाँ छ अरे ल मेसेन्जरमा हो कि भर्खर 20-22 वर्षको केटीले तर मैले बोलेन है जोर जोर से बोल के लोगों को स्कीमें बता दे मनमा पिर हुन्छ कि हुँदैन भन न मनमा पिर त पर्ने नि भयो बुढोहरूसँग जाने नै भयो